everyone. We are from the Team Bigness. र आज हामी माछा मार्न जाँदैछौँ. See you in the spot. र हामी लोकेसनमा आइपुगिसकेका छौँ. ठक्क यो नर्सरी अगाडिपट्टि हाम्रो लोकेसन हुनेछ. अब तिर्पल पनि लानुपर्ने हुन्छ हामीले. याका प्रेडिक्सन कति छ आज माछाको? जहिले फल खान्छ यार हाम्रो प्रेडिक्सन. ल रजल तेरो प्रेडिक्सन भन. आउनु पर्यो नि यार. अस्ति भएर हामीले लगभग 80 केजी जस्तो लगेको होइन? प्रेडिक्सन 2 केजी 30 बाल्टिङ. हुँदैन त्यस्तो. यो चाहिँ हाम्रो पाहुना अस्ति आज. ए झुल्याएको छैन होइन? हाम्रो परबाट दुईजना दाइ आउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले. यो चाहिँ हाम्रो अस्ति देउसी भैलेको पार्टी खाएको ठाउँ पनि यहीँनिर हो क्या. त्यो परको बयर दामी देखिँदो रहेछ यार. हामीले चाहिँ अब माछा मार्नुलाई बाँध बाँध्नुलाई बाँसहरू चाहिन्छ. हाम्रो लुङ्गाहरूले यहाँ बाँस काटिदिन्छ धमाधम. कुन चाहिँको हो? मार्छ नै फेरि. हाम्रो दाइको मेहनत. हेलो सर, जाँदैछ. हाम्रो पदम पसिना सरी. अब हाम्रो यसरी खम्बा बन्छ. आज यहाँ खाले काम गरेको अवस्था भन्दा पनि जहिले गर्छ अहिले यहाँ त यार. मलाई पनि जोडिदिएको. ठक्क यो बास लगेर अहिले हामी त ठक्क गाड्नु पर्ने हुन्छ. अनि त्रिपलले ढाकेपछि हाम्रो स्वाहम नमम स्वाहा. हाम्रो अर्को फिसर हन्टर निसन चेमजोङ राई. सानो दाइ तपाईँको प्रेडिक्सन भन्नु त माछाको आज? 8 देखि 10 सम्म. ल दाइ सानो दाइ तपाईँले भनेको मिलो भने पनि तपाईँलाई 2टा एक्सट्रिम. ल किन हो त्यस्तो दाइ? धन्यवाद दाइ. ल प्रेडिक्ट गर्नुहोस् त. तपाईँको प्रेडिक्ट 20 केजी. सबैको आफ्नो प्रेडिक्ट छ. शिवन तिमी मात्रै बाँकी रह्यो यार. प्रेडिक्ट गर त अन्दाजी. मेरो 22 केजी. 22 केजी. ल तेरो कति अरे मौसम? 12 केजी. सबैको प्रेडिक्ट भइरहेछ कि मैले चाहिँ गरेको छुइनँ, किनभने म चाहिँ गर्दिनँ. म चाहिँ एकदम पनौती छु. मैले चाहिँ अब कैँची बाम चाहिँ 4 किलोसम्म सोचेको छु होइन. ल निसन ल अर्को तिमीलाई एउटा. तिमी त खतरा मान्छे हो कि. तिम्रो हातबाट त कतिवटा कैँची बाम निक्लिन्छ? तँ पनि प्रेडिक्ट गर. मिलायो भने फेरि त्यसमा एउटा एक्सट्रिम. तर पनि अन्दाजी तिम्रो हातबाट कतिवटा निकाल्छौ? त्यही त प्रेडिक्ट भनेको त. प्रेडिक्ट गर्ने त भनेको त. ल आज ठुलो कैँची बाम झिक्नुलाई पनि ल एउटा एक्सट्रिम मबाट. द टिम बिगनर्सबाट सबैभन्दा ठुलो कैँची बाम झिक्नेलाई एउटा एक्सट्रिम. होइन जे गरौँला होइन, तर उपहार चाहिँ एउटा एक्सट्रिम. ठुलो त चाहियो नि त एउटा होइन. अनि 2टा प्रेडिक्टको लागि छ त प्रेडिक्ट गर्नेलाई. र हाम्रो बाँस काट्ने काम अन्तिम चरणमा पुगिसकेको छ.
अब हामीले बाँस ठक्क लानुपर्ने हुन्छ। ल अब हाम्रो बाँस लिएर लानुपर्ने हुन्छ गाड्नलाई। हाम्रो बोस नै अगाडि बढिसक्नु भएको छ। ल ल ल गाइज लु झरौँ न रोजो लाङटाङ बे ओ निशान चेमजोङ राई छिटो निक्ला न। हाम्रो सुरेन दाइ पनि निक्लिसक्नु भएको छ। टोलीहरू अगाडि बढिसक्नु भएको छ। मौसम ठकुलङ छेत्री राजा तँ त भारी छ अरे त तिरपाल हो। देखो रे बाहुबली त्यहाँबाट आउँदैन। अब हामी चाहिँ यसरी तिरपाल लानुपर्ने हुन्छ। गाह्रो भएको छ साथीहरू, गाह्रो छ है। यो चाहिँ हाम्रो डाँठ खोला हो कि डाँस खोलै हो। निशान त खतरा हो नि त। चिप्ले यार आम्मा हाम्रो बात थुन्ने कार्यक्रम सुरु भइसकिसकेको छ। हामीले यहाँ बात थुनेर त्यहाँ परको जालीमा माछा मार्नुपर्ने हुन्छ। देखिँदैन यार अहिले त। दाइ यो बाँस चाहिँ उठ्छ है। दाइले हल्लाएर त्यसलाई गतिलो बनाइसक्नुभयो। बाँस गाड्ने हाम्रो अन्तिम चरणमा पुगिसकेको छौँ साथीहरू। अब हामी तिरपाल हालेर भटाभट माछा मार्न अगाडि बढ्छौँ। ठोक्ने दाइ बगाउँदैन। ठोक्ने ला त भरे ठक्क यसरी माछा हेर्ने यत्रो कुद्छ। यो हाम्रो अन्तिम चरण हो। त्यहाँ पर झुल्लाउँदैछ हाम्रो केटाहरूले।
यो चाहिँ हाम्रो डाँठ खोला हो। अहिले पानी कम भएको कारणले पहिले चाहिँ यताबाट बग्थ्यो। यो चाहिँ मेरो चेला हो। म भन्दा राम्रो गाउँछ तर यार। बनी बसे यो दिलैमा। हेलो सरकार, तपाईँलाई स्वागत छ हाम्रो ब्लगमा। किन ढिलो हौ? हाबिलेबाट अनि सकिन्छ। अब हामीले त्रिपल फोल्ड गर्नुपर्ने हुन्छ। दाइ त कत्रो तम्बु रहेछ त यार। अब यही त्रिपल लगेर हामीले छेक्नु पर्ने हुन्छ। डबल मात्रै हो। यति नै हो त्यतिकै राख्दै भुइँमा। कहाँ दुख्छ घाउ ठिकै छु बिथोल मनाऊ। पर बाँस तटबन्धन गरिसकेको छ। यहाँ हाम्रो त्रिपल लगाइसकिसकेको छ। हाम्रो द टिम बिगनर्सबाट अर्को पनि साथी आइसक्नु भएको छ बाँस लिएर। पुग्छन् दाइ बाहुबली त्रिपल हो। बाहुबली यहीँनिर धारा छ त। यहीँनिर पनि यही छ। एन्ड द आवर बिगेस्ट त्रिपल बाहुबली त्रिपल। ल अब हामीले यो दोरी चाहिँ अहिले बाँस र त्रिपल बान्नुलाई ठक्क चाहिन्छ। अनि यहाँ तेल खाने छ कि क्या? तेल खाने हाम्रो बाँस फेरि पनि भच्किसकेको छ। यो बाँधलाई फेरि जोड्नलाई हाम्रो दाजुहरूको जोरदार प्रस्तुति देख्न सक्नुहुन्छ गाइजहरू। गाइज त नभनौँ होला, सबैले गाइज भन्छन्। सबैले फेरि मेहनत गरेको अवस्था चाके बाहेक। फेरि यस्तो छ है गोरे दाजु। यो रजाले कामै तपाईँलाई पनि एउटा एक्सट्रिम सबैलाई हो क्या? सबैलाई हो क्या? जसले झिके पनि
म त बागुलुने मैया मादिको हजुर अनि ठुलो बाम झिक्ला पनि एउटा एक्सट्रिम छ ए बिस्ता गाउँको धनको बाली केले खायो खायो शिवानेले घाँसै खायो शिवन भाइले खायो ए डाक्टर पढ्न गएको छोरो रक्सी मात्रै खान्छ रक्सी छोडी आजकल त के खान्छ ए रैया चाँदीको म त बागुलुगे मैया मादिको र हामी सबै यहाँ काम गरेको माझमा काम नगर्ने मान्छे रजल आङदाङबे बाहुन र मौसम थकुलङ छेत्री हो के छ राजा के छ तर काम गर्ने हो रजल त एकदम काम नगर्ने यसले चाहिँ गर्दैन म चाहिँ काम गर्दा गर्दा थकित्त भएर बसिरहेको छु सोनम दाइले चाहिँ भर्खर क्यामेरा झिके पछाडि काम गर्न सुरु गर्दै हुनुहुन्छ दाइ तपाईँको भुँडमा त 6 प्याक आएको छ यार Oh my god wow अनि 6 प्याक छ यार ल मौसम थकुलङ छेत्रीले काम गरेको अवस्था एउटा तिर्पल उठाउनु भएको छ यत्रो बाम थुनेको सीमा झाकन लातीको लोगन भैँसीको पुच्छर प्लात त यहाँ फुट्यो नि त हाम्रो बाँध नत्र हामीले माछा मारिसकेको हुन्थ्यौँ यतिखेर होइन सोनम दाइ तपाईँले चाहिँ एक्लै खोला फर्काइदिने अब होइन दाइ कुनै पनि नयाँ काम एक्लैबाट सुरु हुने क्या हुन चाहिँ तपाईँले एक दिन इतिहास रच्नु हुनेछ तपाईँले सुरु गर्नुभएको हेर्नु त उता ऊ फर्रा बोकेर हान्दै हुन्छ दाइहरूले अनि हो नि हामी त देशको ए मुजी नमान मुजी गर्नेलाई गर्न दे भन्ने तिमीले गीत सुनेको छैन होला क्या केटा हो अनि गोरे राख्दा तिर्पलमै छिकिनु हुँदो रहेछ यो त सुन्नु भएको छैन होला भिडियोपछि मार्छन् है ठिक छ तर लास्टै झ्याउ भयो क्या साथीहरू यार यो भच्केर भ्यान चोद भयो क्या तपाईँहरूले यहाँ एकछिन निहाल्नु पर्ने हुन्छ यस सकाला बिन्दु अब कमल दाइ नै लागि परेपछि त केही हुन्छ त्यहाँनिर हैसे तर सनमा साँच्चै तपाईँको 6 प्याक आइसकेको छ यार अब यहाँ पनि थुन्नु पर्नेछ झ्याउ छ आज दुईचोटि बाद फुट्यो क्या तपाईँलाई त्यो देखाउनु चाहिँ अलिक असमर्थ भयो किनभने हामी खाजा खाँदै थियौँ यता प्लाट्टै फुटेको हो क्या र हाम्रो यताको टोलीले त कामै सकिसकेको रहेछ के एउटा किला ल्याऊँ याखा 6 किला त छ न त र यहाँ यसरी जाली थुनिसकिसकेको छौँ हामीले अब है माछा चाहिँ यहीँ मार्नुपर्ने हो केटाहरूको प्रेडिक्सन गरेको यही जालीबाट हो अहिले भन्दा 7 महिना अगाडि त हामीले 80 केजी निकालेको थियौँ यार अब आज पनि अलिअलि हुन्छ भन्ने आशाले हामी आइसकेको छौँ मौसम भाइ भिडियोमा देखेको र रियलमा के फरक छ भन्दा तिमीहरूले हाम्रो भिडियोमा माछा मारेको हेर्दाखेरिको र अहिलेकोमा
साँच्ची ठिक छ त्रिपल बान्दाखेरि देख्छस् अरूमा त त्रिपल बान्दाखेरि हुन्छ शिवन राजा तिम्रो त पहिलोचोटि हो हामीसँग यसरी आएको कस्तो अनुभव भइरहेको छ तिमीलाई भन त राजा आनन्द आएको छ कि भिडियोको लागि त भनेको होइन नि मनबाट भन्नु पर्यो है राजा तर तँ त हो क्या साँच्चीको रमाइलो चाहिँ हुन्छ हौ फेरि अब यस्तो हुन्छ क्या यादगार मुमेन्ट पनि हुन्छ याखा त अब सधैँ आइराख्ने नि हो उनीहरू बिना हाम्रो माछै मराइ हुँदैन झुल दा यार दुलो ठुलो छ हौ हामीलाई धेरै साह्रो परेको अवस्था हामीले यतिले नभएर अब फेरि हामीले बाँस काट्न जानुपर्ने हुन्छ हगाउने हो हगाउँदा फेरि मार्ने नै हो क्या यतिको जोसी हुनुपर्छ क्या बाबु ए बिल्ला खुट्टाले पानी नै भेटेको थिएन यसको खुट्टाले